सम्पूर्णलाई नमस्कार। हजुरहरूलाई किडनी सम्बन्धी समस्या छ र एकदम पिसाब पोलिरहन्छ। हजुरहरूको किडनी सम्बन्धी औषधि खाइराख्नु भएको छ भने हजुरहरूले यो मकैको जुङ्गाको रस खानुहोस् उमालेर। हजुरहरूको किडनी सम्बन्धी समस्या कहिले पनि हुँदैन। हजुरहरूले यो मकै पाइने सिजनमा यसको भरपुर प्रयोग गर्नुहोला र हजुरहरूलाई यो भिडियो कस्तो लाग्छ लाइक कमेन्ट सेयर गर्नुहोला। यो हजुरहरूलाई फेरि पनि भन्छु, यो खाने तरिका चाहिँ यो मजाले निकालेर यसलाई भकभक उमालेर अनि छान्नेले दिनमा एक कप खानुभयो भने हजुरको किडनी समस्या पूर्ण रूपमा समाधान हुन्छ। हजुरहरूले 15 देखि 20 दिन खानुपर्ने हुन्छ। हजुरहरूले खानु होला, अथवा अरू बेला पनि यो मकैको जुङ्गा पाइने सिजनमा एकदम यसको खाएर यसलाई हजुरहरूले भरपुर फाइदा लिनु होला। हस्त नमस्कार, धन्यवाद।